के तपाईलाई कहिलेकाहीँ यस्तो हुन्छ ध्यान दिएर गर्नुपर्ने काम गर्न मनै नलाग्ने, काम सुरु गर्नुभयो तर तुरुन्तै ध्यान अन्तै जाने अनि त्यो काममा ध्यान फर्काएर ल्याउन निकै गाह्रो हुने। जस्तो कि तपाईले पढ्न सुरु गर्नुभयो तर केही छिनमै अर्को काम गर्न मन लाग्छ, आफूलाई रोक्नै गाह्रो हुन्छ र त्यसैमा लागिरहन मन लाग्छ। यदि तपाईको जीवनमा पनि यस्ता घटना बारम्बार दोहोरिएका छन् भने यी सबै एडल्ट एडिएचडी का लक्षणहरू हुन सक्छन्। हाम्रो देशमा एडल्ट एडिएचडी को बारेमा धेरैलाई थाहा छैन। धेरैलाई लाग्छ एडिएचडी भनेको बच्चाहरूमा मात्र देखिने समस्या हो, तर अनुसन्धानले देखाएको छ कि बच्चा बेलामा एडिएचडी भएको 60% भन्दा बढी व्यक्तिले वयस्क अवस्थामा पनि यसका लक्षणहरूसँग सङ्घर्ष गरिरहेका हुन्छन्। तर वयस्क अवस्थामा यसका लक्षणहरू बाल्यकालको भन्दा फरक तरिकाले देखिन्छन्। त्यसैले याद गर्नुहोस्, यसले व्यक्तिगत जीवन, करियर र सम्बन्धमा समेत ठूलो असर पुर्याउने गरेको देखिन्छ। नमस्ते, म डमर भट्ट, क्लिनिकल साइकोलोजिस्ट। आज हामी एडल्ट एडिएचडी के हो, यसका लक्षण, कारण र यसले हाम्रो जीवनमा पार्ने प्रभावबारे विस्तृत रूपमा चर्चा गर्नेछौँ। यदि तपाईले यो भिडियो अन्तसम्म हेर्नुभयो भने तपाईले एडिएचडी का लक्षण, वयस्क अवस्थामा देखिने फरक लक्षणहरू र यसबाट कसरी समाधान खोज्न सकिन्छ भन्ने बारेमा प्रष्ट रूपमा बुझ्न सक्नुहुनेछ। त्यसैले यो भिडियो अन्तसम्म हेर्नुहोस् है। अब सुरु गरौँ एडल्ट एडिएचडी को लक्षणहरू बारे। कसरी यी लक्षण बाल्यकालको भन्दा फरक तरिकाले देखिन्छन् त्यो हामी उदाहरण सहित बुझ्नेछौँ। एडिएचडी का लक्षणहरूलाई दुई समूहमा विभाजन गरिएको छ। पहिलो समूह ध्यान अभाव, जसलाई हामी इनअटेन्सन पनि भन्छौँ। दोस्रो समूह अत्यधिक सक्रियता, आवेगशीलता, हाइपर एक्टिभिटी, इम्पल्सिभिटी। हरेक समूहमा 9 लक्षणहरू हुन्छन्। ध्यान दिएर सुन्नुहोस् र आफूसँग कुन कुन लक्षणहरू मिल्छन् भन्ने कुरा सम्झिनुहोला। पहिलो समूहमा ध्यान अभाव, इनअटेन्सनका लक्षणहरू। ससाना विवरणमा ध्यान दिन नसकिने। उदाहरणका लागि अफिसमा रिपोर्ट तयार गर्दा नम्बर वा तथ्याङ्क नै छुटाउने, इमेल अथवा मेसेज पुरै नपढिकनै प्रतिक्रिया दिइहाल्ने, अकाउन्टको हिसाब किताब मिलाउँदा साना गल्तीहरू गरिराख्ने। धेरै बेर ध्यान केन्द्रित गर्न गाह्रो हुने, जस्तै मिटिङमा छिनछिनमा ध्यान भङ्ग हुने, सुनेको कुरा तुरुन्तै बिर्सिने, किताब पढ्न सुरु गर्दा केही पानापछि ध्यान भुलिने। काम व्यवस्थित गर्न कठिनाइ हुने अवस्था, जस्तै उदाहरणका लागि कागजपत्र हस्तव्यस्त हुनु, कोठामा सामान छरपष्ट हुनु, दैनिक तालिका बनाउन नसक्ने, जे छ त्यही गर्दै बस्ने। नियम, निर्देशन वा योजना पालना गर्न कठिनाइ हुने अवस्था। नियमित व्यायाम गर्ने, योजना बनाउने तर केही दिनमै छोड्दिने। डाइट प्लान सुरु गर्ने तर लामो समय पालना गर्न नसक्ने। कामका लागि आवश्यक सामग्रीहरू हराउने। उदाहरणका लागि चाबी, पर्स वा मोबाइल कतै राखेपछि चाहिने बेला कहाँ राखेको थाहा नहुने। सामानहरू पटक पटक हराइरहने। सजिलै विचलित हुने, ध्यान भङ्ग हुने। उदाहरणका लागि लेख्न बसेको बेला फोनको नोटिफिकेसन बज्यो अनि लेख्ने काम छोडेर फोन हेर्नतिर लाग्ने। मोबाइल हेर्दै गर्दा अन्य एपहरूमा चाहिँ भुल्दै गयो अनि एकछिनपछि बल्ल याद आयो, ओहो लेख्न पो बसेको थिए। लामो समय ध्यान दिनुपर्ने काम सकेसम्म टार्दै जाने, प्रोक्रेस्टिनेसन गर्ने। जस्तै परीक्षाको तालिका नजिक आएपछि मात्र रातभर पढ्ने, कार्यालयको रिपोर्ट बनाउनु छ अन्तिम दिनमा आएर मात्रै बनाउन सुरु गर्ने। समय व्यवस्थापनमा समस्या हुने। उदाहरणका लागि कुनै ठाउँमा 8 बजे पुग्नुपर्ने भए सधैँ ढिला हुने, 8:30, पौने 9 बजेतिर। समयमा पुग्छु भनेर योजना बनाउँदा पनि जहिल्यै ढिलो हुने। त ढिलो भइसकेपछि जहिले कुनै न कुनै ठिक्क मिल्ने गरी बहाना चाहिँ बनाइ नै हाल्ने। दैनिक जिम्मेवारी नै बिर्सिने। उदाहरणका लागि आज दिनभरि यो काम गर्छु भन्ने योजना बनाएर पनि एकै कामले सारा समय खाइदिन्छ, अरू कामहरू सबै छुट्यो। बिल तिर्ने मिति नै बिर्सिने, साथीको जन्मदिन नै बिर्सिने। अब दोस्रो समूहका कुरा गरौँ, अत्यधिक सक्रियता, आवेगशीलता, हाइपर एक्टिभिटी, इम्पल्सिभिटीका लक्षणहरू। स्थिर बस्न कठिनाइ हुने, जस्तै मिटिङमा पेन घुमाउने, केरी राख्ने, खुट्टा हल्लाउने वा बारम्बार कुनै न कुनै बहाना बनाएर उठ्ने। लामो कक्षामा बस्दा धैर्य गुमाउने र थकान महसुस गर्ने। लामो समय यात्रा गर्दा पनि छटपटी हुने, कति बेला गन्तव्यमा पुगेला भन्ने जस्तो लाग्ने।
अत्यधिक बोल्ने, धेरै कुरा गर्ने। उदाहरणका लागि अफिसको मिटिङमा अरूले कुरा नसकाउँदै आफ्नो भनाइ भन्न हतार हुने, एकपछि अर्को कुरा बोल्दै जाने, कहिलेकाहीँ मुख्य कुरा नै बिर्सिने, बोल्नु अघि विचार नगर्ने, आवेगमा प्रतिक्रिया दिने। उदाहरणका लागि रिस उठेपछि तुरुन्तै मेसेज पठाउने अनि पछि पछुताउने, अरूको कुरा नसुनिकन बीचमा आफ्नो राय दिन थाल्ने, हतारमा निर्णय गर्ने, पालो पर्खन नसक्ने। उदाहरणका लागि लाइनमा बस्दा छिटो छिटो आफ्नो पालो पाउन हतार गर्ने, ट्राफिक लाइनमा बस्दा पनि अरूलाई पेल्ने, झर्किने, खेल खेल्दा आफ्नो पालो पुर्न कठिनाइ हुने, कहिलेकाहीँ बिच्नै घुस्दिने, जोखिमपूर्ण निर्णयहरू लिने। उदाहरणका लागि बिना योजना ठुलो रकम खर्च गरिदिने, सामान किन्नु अघि राम्रोसँग सोच विचार नगर्ने, तीव्र गतिमा सवारी हाँक्ने, काम बीचमै छोड्ने र नयाँ कामहरू सुरु गर्ने। उदाहरणका लागि एउटा पुस्तक सुरु गरेर बीचमै छोड्ने अनि अर्को पुस्तक पढ्न थाल्ने, एउटा प्रोजेक्टमा आधा काम गरेर छोडिदिने, फेरि नयाँ प्रोजेक्ट सुरु गर्ने, धेरै कामहरू एकैचोटि गर्ने तर कुनै पनि पुरा गर्न नसक्ने। उदाहरणका लागि अफिस, घर र व्यक्तिगत काम सन्तुलन गर्नै गाह्रो हुने, विविध काम थाल्ने तर अन्तिम समयमा सबै अधुरो हुने, सधैँ व्यस्त र चञ्चल देखिने। उदाहरणका लागि दिनभर दौडधुप गरेर पनि बेलुका आराम गर्न मन नलाग्ने, प्रायः राति निदाउन गाह्रो हुने, चाँडै झर्कने वा भावनात्मक प्रतिक्रियाहरू दिने। उदाहरणका लागि सानो कुरामा पनि झर्किहाल्ने अनि तुरुन्तै बढी प्रतिक्रिया दिने, अलिकति पनि दबाव भयो भने आफ्नो धैर्यता नै गुमाउने। यदि माथि उल्लेखित लक्षणहरूमध्ये कुनै एक समूहबाट 4 वा सोभन्दा बढी लक्षण लगातार 6 महिनासम्म देखिएका छन् भने तपाईलाई एडल्ट एडिएचडी हुन सक्छ। यसलाई यकिन गर्नका लागि मनोचिकित्सक, साइकियाट्रिस्ट वा क्लिनिकल साइकोलोजिस्टसँग परामर्श गर्न सही निर्णय हुनेछ। ध्यान दिनुहोस्, एडल्ट एडिएचडी उपचार नगरी बस्ने हो भने यो वयस्क अवस्थामा एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्याहरू निम्त्याउन सक्छ। यदि तपाईलाई लामो समयदेखि एन्जाइटी र डिप्रेसनको समस्या छ, उपचार गर्दा पनि सुधार देखिएको छैन र माथि उल्लेख गरिएका लक्षणहरूसँग तपाईको अनुभव मिल्छ भने एडिएचडी भएको सम्भावना हुन सक्छ। अब लागौं एडल्ट एडिएचडी का कारणहरूतर्फ। नम्बर 1 मा आनुवंशिक कारण, जेनेटिकल रिजन पनि भनिन्छ। एडिएचडी आनुवंशिक जेनेटिक रूपमा हुने सम्भावना धेरै नै रहन्छ। यदि परिवारका अन्य सदस्यमा एडिएचडी देखिएको छ भने तपाईमा पनि यो हुने जोखिम उच्च हुन्छ। नम्बर 2 मा मस्तिष्कको संरचना र कार्यप्रणाली। एडिएचडी भएका व्यक्तिमा डोपामिन भन्ने रसायनको मात्रा असन्तुलित हुन्छ। डोपामिन मस्तिष्कमा ध्यान केन्द्रित गर्ने, काम सुरु गर्ने र काममा रमाउन सहयोग गर्ने मुख्य रसायन हो। डोपामिनको कमीले गर्दा ध्यान भङ्ग हुने, काम टार्ने र आवेगशील हुने जस्ता व्यवहारहरू देखिन्छन्। नम्बर 3 मा पर्यावरणीय कारण, बाल्यकालमा पाएको अत्यधिक तनाव, जन्म पूर्व समस्या र विषाक्त पदार्थको सम्पर्कहरू पनि बढाउने कारकहरू हुन्। विशेष गरी गर्भावस्थामा धूम्रपान, मद्यपान वा नशालु पदार्थ सेवन गर्ने महिलाहरूबाट जन्मिएका बच्चाहरूमा एडिएचडी हुने सम्भावना उच्च हुने गर्दछ। यी कारकहरूले मस्तिष्कको विकासमा असर पुर्याउने र एडिएचडी को जोखिम बढाउने कुरा विभिन्न अनुसन्धानहरूले पुष्टि गरेका छन्। एडिएचडीले कस्ता प्रभावहरू निम्त्याउँछन् त? यी प्रभावहरू तपाईले आफ्नो जीवनमा वा आफ्नो नजिकका व्यक्तिहरूको जीवनमा देख्नु भएको पनि हुन सक्छ, तर धेरै जसो अवस्थामा हामीले यी समस्यालाई सामान्य कमजोरी ठान्ने गर्छौं, तर एडिएचडीले यस्तो गराएको हुन सक्छ भन्ने कुरा थाहा नहुन सक्छ। ध्यानपूर्वक सुन्नुहोस्, यी लक्षण प्रष्ट भएपछि तपाई भन्न सक्नुहुन्छ, ओहो यो त एडिएचडी पो रहेछ। नम्बर 1 मा व्यक्तिगत जीवनमा प्रभाव। पहिलो, समूह व्यवस्थापनमा समस्या। जति कोसिस गरे पनि एक काम गर्दा अर्को काम छुटि नै हाल्ने, जहिले पनि काम अधुरो रहने। उदाहरणका लागि म आज बिहानै टु डु लिस्ट बनाउँछु भन्ने सोच्नु भयो, तर लिस्ट बनाउन सुरु गर्दा गर्दै अर्को काममा ध्यान गयो अनि पुरै योजना पताभुङ्ग। अर्को, बिर्सने बानी। उदाहरणका लागि किचनमा दुध तताउन राख्नुभयो, तर कोठामा गएर अर्को काम थाल्नु, एकछिनपछि दुध सबै उम्लेर गयो, बल्ल याद आयो ओहो दुध पो बसाएको थिए। यस्ता साना घटना बारम्बार दोहोरिरहन्छ। अर्को, भावनात्मक अस्थिरता। कुनै खास कारण बिना नै कहिले अत्यधिक खुसी, कहिले अत्यधिक दुखी हुनु। उदाहरणका लागि एकछिनमा खुसी र उत्साहित, तर अर्को क्षणमा बिना कारण निराश। रिस उठ्दा तुरुन्तै प्रतिक्रिया दिने,
त्यसपछि पछुताउने, ला फेरि आवेगमा आएछु के गर्दैछु मैले त। दोस्रो नम्बरमा सम्बन्धमा चुनौती, आवेगमा प्रतिक्रिया दिने, आफ्नो व्यवहारको परिणाम आकलन नै गर्न नसक्ने बानीले एकछिनमा राम्रो सम्बन्ध अर्को क्षणमा झगडामा परिणत हुन सक्छ। उदाहरणका लागि सानो कुरामा झर्किनु र धेरै ठुलो प्रतिक्रिया दिनु। त्यसपछि सोच्नुहुन्छ ला मैले फेरि के गरेँ, औ के गर्ने, ध्यान नदिने र अरूको कुरा बीचमै काट्ने। उदाहरणका लागि अरूको कुरा सुन्नै नसक्ने, अरूले कुरा गरिरहेको बेला आफ्नो कुरा भन्न हतार हुने। एउटा विषयमा अरूले कुरा गरिरहे पनि आफ्नै कुरामा ध्यान दिएर बस्ने, आफ्नो मनमा के चलिरहेछ त्यही कुरा मात्रै ध्यान रहने। नम्बर 3मा व्यावसायिक जीवनमा समस्या, काम गर्नै नसकिने, तो काम पूर्ण गर्न नसकिने, समयको सही आकलन गर्न नसक्ने र काम टार्ने बानीले समस्या निम्त्याउने गर्छ। उदाहरणका लागि एक हप्तामा गर्नुपर्ने काम 2 दिनमा सकिन्छ भनेर सुरुवात गर्नु, तर काम सुरु गर्न टारिरह्यो। अन्तिम दिनमा हतार सुरु गर्नुभयो अनि या त काम पूरा भएन या भए पनि गुणस्तर खस्कियो। ध्यान केन्द्रित गर्न कठिनाइ, मन चञ्चल हुनु, एक काम गर्दा मनमा अनेकौं कुराहरू खेलिरहने। उदाहरणका लागि एउटा काम गरिरहनु भएको छ तर मनमा अरु 3 वटा कामको लहर चलिरहेको, काम बस्नै मन नलाग्ने, तर कुनै पनि काम पूर्ण रूपमा नहुने। यस्तो भएपछि के गर्ने? एडीएचडी एउटा न्यूरो डेभलपमेन्टल समस्या हो। यसको अर्थ एडीएचडी भएका व्यक्तिको मस्तिष्कको संरचना र कार्यप्रणाली अन्य व्यक्तिहरूको भन्दा फरक हो। यसले फरक तरिकाले काम गर्छ, जसले गर्दा ध्यान केन्द्रित गर्न, योजना बनाउन र भावनाहरूलाई नियन्त्रण गर्न गाह्रो। यदि मैले भनेका लक्षणहरूसँग तपाईको अनुभव मिल्छ भने पहिलो कदम भनेको ती लक्षणहरूलाई स्वीकार्नु, तर स्वयं आफैले यकिन गर्नुभन्दा विशेषज्ञहरूसँग परामर्श गर्नु अझ सही निर्णय हुनेछ। एडीएचडी को उपचार र निदान किन फरक हुन्छ त? अन्य समस्या जस्तै डिप्रेसन, एन्जाइटी भन्दा एडीएचडी को उपचार विधि फरक। त्यसैले एडीएचडी मै दखल राख्ने मनोचिकित्सक वा क्लिनिकल साइकोलोजिस्टको छनौट गर्नु धेरै नै महत्त्वपूर्ण हुन्छ। विशेषज्ञको सही सहयोगले समस्या पहिचान गर्न सजिलो हुन्छ र उपचार प्रभावकारी बन्छ। यदि समस्या छ तर समयमै स्वीकार गरिएन भने यो झन जटिल बन्दै जान सक्छ। यसले अनुचित तनाव, निराशा र अत्यधिक चिन्ता जस्ता समस्याहरू निम्त्याउन सक्छ। तर चिन्ता नगर्नुहोस्, एडीएचडी लाई हामी सही उपचार र व्यवस्थापनबाट सहज रूपमा व्यवस्थापन गर्न सक्छौं। तपाईले गर्ने पहिलो कदमहरू, आफ्ना लक्षणहरूको सूची बनाउनुहोस्, जस्तै कुन लक्षणहरू बारम्बार देखिने गरेका छन्, लक्षण कति महिनादेखि निरन्तर देखिरहेका छन्, मनोचिकित्सक, साइकियाट्रिस्ट वा क्लिनिकल साइकोलोजिस्टसँग परामर्श लिनुहोस्। एडीएचडी मै दखल राख्ने विशेषज्ञ छनौट गर्नुहोस्, सही निदानको आधारमा निगरानीमा उपचार सुरु गर्नुहोस्। उपचारलाई सकारात्मक रूपमा लिनुहोस्। सही सहयोग र व्यवस्थापनको साथै सही तरिकाले व्यवस्थापन गर्दै जाँदा तपाईको दैनिक जीवन सरल, व्यवस्थित र सुखद बन्न सक्छ। अन्त्यमा एडीएचडी समाधान गर्न सकिने समस्या हो। सही मार्गदर्शन र दृढताले तपाईको जीवनलाई सकारात्मक मोडमा लैजान सक्छ। एडीएचडी सम्बन्धी थप जानकारी, समाधानका उपाय र व्यवस्थापनका लागि अर्को भिडियो हेर्नुहोस्। यदि यो भिडियो उपयोगी लाग्यो भने कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। आगामी भिडियोमा फेरि भेटौँला। सबैभन्दा ठूलो धन स्वस्थ तन, एकाग्र मन। धन्यवाद। नमस्ते।